आज चाहिँ मैले फर्स्ट टिप सिमी टिप्दैछु हो। म बारीमा छु, यो हेर्न सक्नुहुन्छ सिमी हो, यहाँ फलेको छ यसरी। म यसरी टिप्नुपर्छ हो। खासमा चाहिँ मेरो क्यामेराम्यान नभएकोले गर्दाखेरि मलाई प्रब्लम परेको भिडियो गर्नु हो। अन्त होइन भने त म क्यामेराम्यान भए त म अलग्गै बसेर टिप्थेँ होला। यसरी टिप्नुपर्छ हो। यो चाहिँ सिमी भन्छ, नेपालीमा सिमी भन्छ, हिन्दीमा चाहिँ बिन्स भन्छ हो। यसरी टिप्छ, यसरी फलेको छ। हेर्न सक्नुहुन्छ यो यो चाहिँ मार्केटमा लान्छ अहिले। यहाँ चाहिँ कुराहरू छ हो। आज फर्स्ट टिपेको यहाँ उकालो टिप्दै जानुपर्छ। यो फलेको छ, उँधोबाट टिप्दै आएको, उँधोपट्टि चाहिँ सकिएको टिपेर अब यहाँ टिप्दैछु म हो। यसरी टिप्नुपर्छ, ठुल्ठुलो टिप्नुपर्छ, मसिनो छोड्नुपर्छ। फेरि अलिक ठुलो हुन्छ र नेक्स्ट हप्ता फेरि टिप्नुपर्छ। यसरी टिप्छ हो। यहाँतिर पनि छोडिएर चाहिँ सिलगढी पनि लानु सक्छ मार्केट हो। सिक्किमपट्टि पनि लान्छ हो। यताको चाहिँ ज्यादा सब्जीहरू चाहिँ हाम्रो चाहिँ सिक्किमपट्टि नै जान्छ, किनभने सिक्किममा ज्यादा ठन्डा भएकोले गर्दाखेरि त्यहाँनिर चाहिँ हाम्रो हुँदैन सब्जीहरू, सिक्किमपट्टि ज्यादा जान्छ। सिलगढीपट्टि चाहिँ के हुन्छ, प्लेन साइड हो। अन्त उता बाहिरबाट पुरा आउँछ, आउट अफ स्टेट, अरू स्टेटबाट होइन। सिलगढी चाहिँ वेस्ट बेङ्गलको स्टेट हो, वेस्ट बेङ्गलको चाहिँ स्टेट। सिक्किम चाहिँ यता फेरि अर्कै स्टेट हो। त्यही कारण सिक्किम चाहिँ ठन्डा जग्गाले गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ सब्जीहरूको भाउहरू चाहिँ राम्रो हुन्छ। अब त झन् ठन्डा छ अहिले चाहिँ। अब यो डिसेम्बरको महिना, आज 25 डिसेम्बर हो, क्रिसमस डे। सिक्किमपट्टि चाहिँ हेभी ठन्डा छ अहिले, त्यही कारण चाहिँ त्यहाँनिर चाहिँ सब्जीहरू राम्रो हुँदैन हो। त्यो भएर चाहिँ सिक्किमपट्टि चाहिँ राम्रो मार्केटिङ राम्रो छ, राम्रोसँगले पाउँछ। अब यो भरिनु लागेको छ हो। त्यहाँबाट बोरामा हाल्नुपर्छ भारी लगाएर, आज बेलुका लोड हुन्छ। लोड भइसकेपछि चाहिँ भोलि बिहानको राति जान्छ यो गाडी यो। अन्त सिक्किममा पुग्दाखेरि चाहिँ तपाईँको बिहानको 5-6 बजी चाहिँ सिक्किममा पुग्छ यो सब्जीहरू। सिक्किमपट्टि चाहिँ राम्रो चम्पाउँछ अहिले। सिमी भयो, कोपी भयो, टमाटर भयो, यिनीहरू चाहिँ सिक्किमपट्टि राम्रो पाउँछ भाउहरूले चाहिँ। त्यसले गर्दाखेरि चाहिँ प्रायः व्यापारीहरूले चाहिँ फोकस चाहिँ सिक्किमपट्टि नै लानु ट्राई गर्छ। र सिक्किमपट्टि लानु पनि सजिलो छैन, सिक्किम आउट अफ स्टेट भएकोले गर्दाखेरि त्यहाँनिर चाहिँ पुरा चेक हुन्छ, चेक पोस्टमा। तर नराम्रो चिजहरू त लाँदैन, र पनि अब पुलिसले एकदम चेक गरेर त्यहाँबाट मात्रै सिक्किमपट्टि छिराउनु पाइन्छ। छ हाम्रो यहाँको व्यापारीहरूले, उहाँहरूले सिक्किमपट्टि लानुहुन्छ। बहुत पुरानो व्यापारीहरू हुनुहुन्छ, उहाँहरूले लानुहुन्छ सिक्किमपट्टि। अन्त मेरो भिडियो के लाग्यो, कसो लाग्यो कमेन्ट्स गरेर भनिदिनु होला हो। जस्ट एउटा भिडियो बनाउने ट्राई गर्दैछु। म एक्लो भएकोले गर्दाखेरि चाहिँ क्यामेरा पक्रिने मान्छे पनि छैन, आफै पक्रियो आफै टिप्यो हो। अन्त त्यो भएर चाहिँ अलिक प्रब्लम पनि भएको। क्यामेराम्यान अब राख्नुपर्ने रहेछ एकजना होइन। अहिले इन्कम छैन, केही छैन, क्यामेराम्यानलाई राख्नु पनि सकिँदैन। त्यो हो, के गर्नु, यस्तै छ बस्तीमा। अब यो लानुपर्छ, यसरी बोरामा हाल्नुपर्छ।
क्यामेराम्यान नभएकोले गर्दाखेरि चाहिँ मैले भुइँमा राखेको थिएँ फोन हो। फेरि टिप्नु छ, बहुत टिप्नु छ। 2 भारी कति आउँछ यहाँ भयो 1 भारी। यहाँ छ यस्तो, यसरी फलेको हुन्छ। यता आउनुपट्टि पनि छ, यता आउनुबाट टिप्दै आएको।